सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड हजुरलाई स्वागत छ कुशल ब्लगमा। घाँस काट्न आइसकेको छु अनि यो क्या यतिनिर अनि हल्का चलाएर कल्ला भइसक्नु भइसकेको छ। घरमा खाइरहेको छ अलिअलि। हाम्रो देउलीको पुग्यो क्या यहाँ। सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड हजुरलाई स्वागत छ कुशल ब्लगमा। यो सन्चै हुनुहुन्छ, म एकदम आराम छु। अनि आज चाहिँ धेरै लामो भिडियो चाहिँ हुन्न। अनि आज चाहिँ के हुन्छ भने चाहिँ घरकै काम हो, मतलब घाँस काट्न जानु लागेको छु। अनि के भन्छ भने हजुरलाई देखाइदिन्छु के भन्छ भने हाम्रो घाँस काट्ने चलन कस्तो छ भने कतिजनालाई थाहा छ होला होइन। अनि के भन्छ कहाँ कहाँदेखि हेर्नुहुन्छ होला। अनि त्यसैले आज चाहिँ म घाँस काट्न जानु लागेको छु। अनि के भन्छ भने ल एसिया ट्याक्टर पाएर एसिया भर्नु भन्नुभएको छ, भोरेर लिएर जा भन्नुभएको छ मम्मीले। अनि म नि हुन्छ नि त जाम भनेर अर्को भिडियो सिडियो बनाउनु नि हुन्छ भनेर म पनि जानु लागेको छु। ल है त जाम है त। ल भाइ पनि छ, अनि भाइ र म भएर हामी फेरि धेरै होइन, फेरि यति घर छ अनि यति पल्तिर आयो नि, अनि त्यति जानु लाग्यो नि। ल घरलाई म उहीँ गरेर भेट्छु है फाइनल गाइज। अनि म यहाँ घाँस काट्न आइसकेको छु। अनि यो क्या यतिनिर हल्का ठुलो नि भएको छ क्या यहाँनिर। यहाँ ट्याक्क लाएर यहाँ आएर पुरै काट्ने भन्नुभएको छ। कतिसम्म काटिन्छ एक डोका भर्ने हो, भ्याइँदैछ। अनि यहाँनिर चाहिँ कर्ला छ कि ट्याक्क लाएर, अनि ट्याक्क लाएर यहाँनिर फेरि कर्ला फल्यो खान के पुरै यस्तो खतरनाक सर्प खान कि भन्ने जस्तो डर पनि छ। अनि त्यहाँनिर के कर्ला ट्याक्क लाएर कर्ला पुरै रुखतिर जाखान के बहुत पुरानो रुख हो। अनि के भन्छ भने बहुत पुरानो रुख हो। त्यसपछि फेरि अनि के भन्छ भने हामी पनि खाइरहेको छौँ नि त। अनि ट्याक्क लाएर यहाँ कि उही माथिसम्म गएको छ कि कर्ला उठो यहाँ ट्याक्क लाएर यहाँ छ, यसको जरो यहाँ छ। अनि रुख उहाँ छ पुरै त्यहाँनिर पुरै झालो हालेको छ। अनि चिप्ली भेन्डी अनि धेरै जस्तो त्यहाँ छ है चिप्ली भेन्डी। अनि यतिनिर छ चिप्ली भेन्डी चाहिँ। अनि त्यहाँनिर फेरि चिप्ली भेन्डी यहाँ छ, कर्ले यहाँ छ यताउति ट्याक्क लाएर। ल भाइले त्यहाँनिर आएको छ। ल अब हेरौँ है त यहाँ फेरि घाँस फेरि बहुत ठुलो भएको थियो। अनि यसलाई फेरि ट्याक्क लाएर अनि यहाँ घाँस काटेर अनि फेरि यहाँ फेरि केही न केही रोप्ने भन्नुहुन्थ्यो मम्मीले। अनि त्यही भएर मैले फेरि हुन्छ म जान्छु भनेर अनि आएको थिएँ। अनि के भन्छ भने ल यही नै हो, कर्ला बुटो देखिसक्नु भइसकेको छ, कर्ला खाइरहेको छ अलिअलि। अनि के भन्छ भने ल यही हो घाँस काट्ने, यहाँ ट्याक्क लाएर खाली गर्छु। ल हजुरले हेर्नु है त। सो फाइनल गाइस अहिले के भन्छ भने हल्का घाँस त काट्यो, एक डुका त पुरै हो देख्न सक्नुहुन्छ। यो मैले काटेको भर्खरको यतिनिर काटेको टाटा यहाँ यतिनिर काट्नु लाग्यो। यतिनिर फेरि के भन्छ कर्लाको झाम छ नि त, कर्लाको झाममा फेरि हल्का अलिकति छेस्रेको भएर फेरि पुरै मर्छ नि त। त्यही भएर अनि मैले काटेन त्यतिर त यति काटेँ ट्याक्क लगाएर यताबाट यतिसम्म यति काटेँ। अनि यहाँनिर फेरि मैले एउटा ऊ देखेँ कि कर्ला देखेँ कि हेर्नुहुन्छ कर्ला यहाँनिर देखेँ नि त। अनि ट्याक्क लाएर भोलि अब यसलाई भोलि खानुपर्छ। कर्ला हाम्रो कर्ला त राम्रै फलेको छ। अनि के छ रे जस चाखेको छ डेली थोरै भए पनि। अनि आजकलको समयमा फेरि सब्जी पनि धेरै हुन्न नि त, त्यही भएर अनि कर्ला बाँकी छ। अनि चिप्ली भेन्डी अहिलेको टाइममा फेरि चिप्ली भेन्डी यस्तो टाइपको सब्जी धेरै हुन्छ नि त, त्यही भएर अनि यो चिप्ली भेन्डी त चलाउनु भएको छ मम्मीले। अनि यहाँनिर कर्ला लगाएको छ ट्याक्क लाएर। अनि मैले त घाँस काटेँ। अनि ल अब जाम है त बाबु लाछो ए ल। अनि यो भाइलाई स्टिक दिन्छु, स्टिक भाइलाई दिन्छु ट्याक्क लाएर। अब त्यो मजा आउँछ नि घाँस काट्नै, पसिना भइयो कि के भन्छ भने
धेरै दिन भएको थियो कि के भन्छ यो घाँस काटेको धेरै दिन भयो कि घाँस काट्न छोडेको। अनि अहिले काट्दाखेरि हल्का हल्का त्यही पनि हल्का हल्का भयो नि कस्तो लाग्यो हजुरलाई भन्नुहोस् घाँस काटेको। अनि ल अब हुई के भन्छ नि अब घाँस लगाएर घर जाँदैछु बोक्नु लगाएर अनि घर गएर भेट्छु है त हजुर। सो साथीहरू म अनि के भन्छ अरे घर आइसकेको छु। अनि यहाँनिर छ कि हाम्रो भैँसी एउटा भैँसी यहाँ छ कालो भैँसी एउटा यो पाड हो मतलब अहिले बिहानी छ दुध दिइरहन्छ बिहान बिहान। ल अब म भैँसीलाई के भन्छ अरे घाँस हालेर भेट्छु है त। सो फाइनल गाइस अहिले मैले के भन्छ अरे भैँसीलाई घाँस हालिसकेको छु। अब बाख्रा मम्मी ल्याएर आइसक्नु भएको थियो माथि घर गएर घाँस ल्याएर भएको थियो त्यही हाल्नु पऱ्यो। यो चाहिँ हाम्रो देउलीको बोक्यो क्या यो हान्न खोज्छ एकचोटि हानेको पनि छ ए हाने यत्तिकै जिस्काइरहेको थियो अनि हान्ने भ्यात्तै ल यही हो हाम्रो बाख्रो ट्याक्क लाएर यति नै हो। आजलाई यति नै। भिडियो कस्तो लाग्यो हजुरलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्दै गर्नुहोला। अनि छिट्टै भेटिन्छ हामी न्यू भिडियोको साथमा अनि न्यू कन्टेन्टको साथमा। तबसम्मको ल बाई जय हिन्द जय नेपाल। छिट्टै भेटिन्छ न्यू भिडियोमा।